Hello beautiful people, Namaste, Sevani Sevaru. Once again, welcome back to our YouTube channel, Astro Vlogs. Today's in this vlog, we are traveling towards another beautiful location known as Nanjing Temple, Sleeping Buddha, Sasaguri, Fukuoka, Japan. We will be starting our journey from Hakozaki Station and will end up to Kido Nanjing Station. So far, this will be a short journey where it will take almost 45 to 1 hour. For more information regarding this place, stay in this video, do not skip, and let's travel with us in the another video, Exploring Japan. All you need to do is do like, share, comment, and please do not forget to subscribe the channel. Let's go. Hello everyone, Namaste, Sevani Sevaru, and once again welcome you all to the another episode of Astro Vlogs. यहाँदेखि बज्छ Wow! So guys, after all a long time back, welcome you all to the another episode. आज चाहिँ हामी Sasaguri Sleeping Buddha Namjoy Temple मा आएको छु guys. I hope you guys gonna enjoy this vlog. So guys, मैले भ्लग पो गरेको त फोटो कहाँ खिच्ने हो त त्यहाँ गएरको फोटो नखिच्नु भनेको त भ्लग त गर्नु पायो होला नि त सो गाइज आफ्टर नियरली लाइक हैन यस्तै 1 मन्थ जस्तो भइसक्यो होला हामीले भिडियोहरु केही अपलोड गरेको थिएन सरी फर दैट आज हामी तपाईहरुको सामु एउटा न्यू भिडियो लिएर आएको छु द नेम अफ द प्लेस इज सासागुरी स्लिपिङ बुद्ध नो नान्जोई टेम्पल मा आएको छ हामी अन्त आजको यहाँनिर के हुन्छ के हुँदैन आई वुड लभ टु सो यु हैन आई होप यु गाइज विल वाच दिस भिडियो टिल एन्ड हैन लेट्स ह्याभ फन गाइज है अब यहाँबाट चाहिँ हामी डे सुरु गरिरहेको छु लेट्स गो ब्युटिफुल पिपल गाइज हैन एउटा के थियो भन्दाखेरि यहाँनिर चाहिँ एकदमै धेरै यहाँनिर चाहिँ माछाहरू ठुलो थियो हैन स्क्रिनमा पनि देख्न सक्नुहुन्छ होला हो तर हामीले चाहिँ त्यहाँनिर फोटो खिच्नु अलाउ थिएन अब तपाईहरुलाई एउटा एकदमै इन्ट्रेस्टिङ कुरा देखाउँदैछु तपाईहरुलाई लेट्स गो ओ होली 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 प्लेस होली रिलिजियस प्लेस हेरिहाल्नु यो के यसको नाम के हो बे यो त उयो होला है वही होला राक्षस है भाई साहब कुछ ज्यादा नहीं हो गया ये मतलब कुछ भी हेर त उयो निस्किरहेछ नि त मुख दाँतहरु
पूजासुजा गरेर अब उता जाँदैछ उता भनेको चाहिँ अब स्लिपिङ बुद्ध भएकोमा होइन त्यहाँ गएपछि हजुरहरूलाई देखाउँछु हिजो अस्ति यहाँनिर नेपालबाट प्रदीप खड्काहरू पनि आउनु भएको थियो सो गाइज अहिले चाहिँ हामी यसरी टनलभित्र हिँडेर स्लिपिङ बुद्ध भएकोमा जाँदैछु यहाँ मेरो बुढी छ यो टनल चाहिँ एकदमै लामो पनि छ होइन हजुरहरूलाई फ्लिप गरेर देखाउँछु है त यु गाइज क्यान सी हाउ लङ दिस इज के भन्नु छ I'm feeling happy today. You're feeling happy? Just happy? After a long time, होइन? After a long time back, we are back in this place. We are back, होइन क्या? I am back. After a very long time, के? I'm back. यहाँनिर देखेको थिएँ मैले तपाईँले पहिला भिडियो बनाएर हालेको यो त मलाई सब देखेको हो नि त सो गाइज अब हजुरहरूलाई मैले रिभिल गरिदिनु गएको छु 6 माछा हो सो गाइज अब फाइनली म हजुरहरूलाई रिभिल गर्न गइरहेको छु वान अफ द ब्युटिफुल प्लेस नेम इटसेल्फ स्लिपिङ बुद्ध सो आर यु गाइज रेडी टु सी हाउ बिग इट इज होइन यत्रो माउन्टेन्सको बिचमा हिल्सको बिचमा वान अफ द ब्युटिफुल 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 स्लिपिङ बुद्ध हेर्न चाहनुहुन्छ लेट्स गो गाइज दिस इज द रियल ब्युटी यहाँ हामी यत्रो टाढो आएर मैले खिचेको क्या गाइज पछाडि देख्न सक्नुभयो होला रियल ब्युटी सासागुडीको के भन्छ स्लिपिङ बुद्ध हजुरहरूले हेर्नु सक्नुहुन्छ फुच्ची चाहिँ अहिले भर्खरै फोटोसोटो खिचेर होइन सेलिब्रेटी भएको छ सबै मान्छेले फोटो खिचौँ भन्छ उसलाई के गर्ने अब होइन सी इज सच अ बिग सेलिब्रेटी फ्रम नेपाल अल द वे फ्रम नेपाल खुट्टामा चाहिँ यस्तो यस्तो उयोहरू रहेछ क्या सिग्नेचरहरू यहाँनिर चाहिँ होइन मान्छेहरूले कोइन्सहरू पनि यसरी राख्दो रहेछ मैले राखेको कोइन चाहिँ यो हो क्या त्यो होइन त्यो मान्छेको हो यहाँ म राखिदिन्छु त्यो हो मेरो झारे अब तिमीले यसरी बस सो गाइज अब चाहिँ हामी सासागुडीबाट लाइक स्लिपिङ बुद्धको एक्ज्याक्ट यो एरियाबाट निस्केको हो सो राइट नाउ we are at the center where lots of people they are clicking the pictures my wife sees this in front of me so this is just यति धेरै रमाइलो लाग्यो हैन I hope if you guys come to Japan then you can come and visit this place known as Sasaguri Nanzoi Temple one of the beautiful location I've ever visited in Japan surrounded by mountains right so guys अब चाहिँ हामी यहाँबाट निस्केको यहाँ हेरिहाल्नु तपाईहरुको भाउजू खुट्टामा छैन पाउजू सो गाइज अब चाहिँ हामी हैन यो सासागुडीबाट एक्जिट हुन लागेको छु सो मेरो बुढी चाहिँ पछाडी छ हैन अनि एकदम रमाइलो भयो अब चाहिँ हामी यताबाट जाने हो बेबे ब्रिजबाट फ्लाइओभर हामी यहाँनिर यस्तो हिँडेर जाने हो यहाँ भिडियो बनाउनु भन्दै थिएँ कि यहाँ केही देखिनँ मैले भिडियो बनाउने के भन्ने अब त्यहाँनिर फोटो खिच्नु पाउँदैन भिडियो बनाउनु पाउँदैन भनेपछि चाहिँ त्यहाँ भिडियो बनाएर के फाइदा भलु भन त अहिले कोही मान्छे आयो भने गाली खायो भने प्रिभेन्सन इज बेटर देन क्योर भन्ने केटाहरूलाई थाहा छैन हैन एभ्रीवन शुड बी अवेयर अफ दोज थिङ्स प्रिभेन्सन इज बेटर देन क्योर ल गाइजहरु तपाईहरुलाई म सानो सिनेमेटिक देखाउँछु है यहाँबाट हेर्नुहोस् त
आई होप हजुरहरूलाई मनपर्छ होला त्यो सिनेमेटिक। लेट्स गो। गरम पनि चढेको छ गाइजहरू होइन जापानमा। अन्त आई होप you guys gonna enjoy this video. Do not forget to like, share, comment and subscribe for more updates. So guys, मैले चाहिँ एउटा कुरो के चाल पाएँ भन्दाखेरि हैन जापानमा पनि त्यो मौरीको हुन्छ नि फार्मिङ हुन्छ नि, जस्तै अब हनी बी फार्मिङहरू हुन्छ नि, मौरीको चाहिँ अब यहाँनिर पनि रुडहरू हुँदो रहेछ हौ। म त सक्ड भइदिएँ क्या, अब यतातिर हुँदैन भनेर सोचेको थिएँ नि त। तर यसपालि चाहिँ हामी आउनु चाहिँ अलिकति भिलेज एरियातिर आएको हो। तर अब भिलेज एरिया भए पनि यता चाहिँ एकदम हाइली डेभलप्ड हुन्छ क्या, भिलेज जस्तो लाग्दैन होइन, टाउन सिटिजहरू जस्तो नै लाग्छ होइन। अनि म तपाईँहरूलाई मौरीको उयो देखाउँछु। बेबी छक्कै पर्यो? यस। हेर्नुहोस् ल गाइस, म तपाईँहरूलाई देखाउँछु होइन। त्यहाँ नजिक गएर त देखाउनु सक्दिनँ, टाढैबाट देखाउँछु। हेर्नुहोस् है त, हेर्नुहोस् यी गाइस मौरीको डोर यी देखै, मौरी पनि भन्किरहेको छ गाइसहरू यी। सो गाइस अहिले चाहिँ हामी टेम्पलबाट नि फर्किँदैछ हो। अन्त हामी यता फर्किने बेलामा त्यहाँ तल खोला देख्यो नि त होइन बुढाले चाहिँ। अन्त बुढाले चाहिँ जाउँ न जाउँ बेबी, मलाई यो खोला देख्दा पुरा मनपर्छ भन्दै थियो कि। मैले चाहिँ खोइ बाटो कताबाट जाने भनेर थर्काइदिइराखेको नि। म यहीँबाट हामफालमा आँटेको थिएँ गाइस, रेलिङबाट यहीँबाट। किनभने अब तपाईँहरूले पहिलाको भ्लगहरू हेर्नु भएको छ होला, म फिसिङ धेरै गर्थेँ नि त। आई लभ फिसिङ होइन, मेरो एउटा हबी नै हो भनौँ न, मलाई मनपर्छ। त्यही कारण खोलाहरू देख्दाखेरि चाहिँ त्यहाँ गएर माछाहरू छ कि छैन एक्सप्लोर गर्न मनपर्छ भनौँ न, खोलाहरू पनि। त्यही कारण एकदम रहर लागेको थियो, तर बाटै छैन रहेछ, के गर्नु है। कुनै दिन मौका पायो भने फिसिङ गरेर पनि जापानमा अवश्य देखाउने छु। आरिगातो गोजाइमास। अन्त आज चाहिँ अलिक जङ्गलहरू भएको ठाउँमा आएको छ नि त। यता चाहिँ अलिकति पिस पनि छ। अन्त बुढालाई चाहिँ यस्तो ठाउँहरू पुरा मनपर्छ नि त, किनभने अब सानोमा त्यस्तैमा हुर्किएको भएर होला नि त नि। I am born and brought up in this kind of areas. त्यसै कारणले गर्दा चाहिँ बुढा चाहिँ आज एकदम धेरै ह्याप्पी भइराख्नु भएको छ हो। बुढाले ड्युटी एकदम यासुमी राख्दै आएको हो। आज छुट्टी बसिकन ड्युटी नगइकन यता घुम्नुको लागि आइराखेको छ। किनभने अब ज्यादा डेली काम गरेकोले माइन्डै फ्रस्ट्रेट भइसकेको थियो नि त। डेली त काम गर, अब एक दिन बिदा छैन होइन, एक दिन छुट्टी छैन गाइजहरू। त्यही कारण आज चाहिँ त्यही कारण तपाईँहरूले सोच्नुहुन्छ होला भिडियोहरू किन आएन भनेर। त्यही कारण आज चाहिँ हामीले तपाईँहरूलाई भिडियो लिएर आएको हो। टोपी लगाइहालौँ न। It's been a long day. त्यसै कारणले गर्दा यता आएकोबाट ड्युटी घर त्यस्तै भइराखेको छ नि त। त्यसै कारणले गर्दा बेलामा त यसो घुम्नु पनि पर्यो नि त हो। It's been a long day. So guys, हैन अब म तपाईहरुलाई एकदमै इन्ट्रेस्टिङ एउटा सानो म्युजिक सुनाउँछु। अघि फुचीले पनि सुनाए होला, तर त्यस्तो खास सुनाएन। मेरो सुनाइ। ओ सरी। हाय। तोबा थारा मूड खराब कर दिया। I'm the champion. So guys, यो चाहिँ तपाईहरुको हैन ससागुडीको किडो नान्जियोन मिए भन्ने रेलवे स्टेसन हो। यो चाहिँ गाउँमा पर्छ हैन, अनि त्यही कारण यहाँको स्टेसन चाहिँ यस्तो हुन्छ। जस्तो भए पनि इट्स भेरी पिसफुल, रमाइलो छ, सानो भए पनि रुट चाहिँ छ एउटा वे अफ होइन हो यसको। यहाँ अब ट्रेनहरू यसरी आउँछ, दिन्छ आउँदैछ गाइज है। यस्तो छ यो माथि चाहिँ तपाईँहरूको अहिले हामी गएर आएको यहाँनिर चाहिँ यु हेभ द प्लेस नोन एज स्लिपिङ बुद्धा। अस्ति मैले भने त अस्ति यहाँनिर प्रदीप खड्का पनि आएको थियो, नेपालको सुपरस्टार भनौँ न। सो दिस इज द स्टेसन। यो चाहिँ म यही स्टेसनमा छु फिलहाल होइन। यु क्यान सी एकदम रमाइलो भयो आजको होइन।
day was good. It was good day. We had lots of fun. So guys, like, share, comment and subscribe on my personal life.